हाई गाइस, म चाहिँ यहाँनिर के पकाउँदैछु भने निङ्ग्रो बनाउँदैछु। मनपर्छ, शरीरलाई पनि राम्रो भनिरहेको हुन्छु साथीहरू, हाम्रो आफ्नै गाउँघरको स्टाइलमा। अनि तपाईँहरूलाई मेरो आफ्नो ओपिनियन, मलाई लागेको विचार चाहिँ सेयर गर्दैछु। मलाई चाहिँ आजकल चाहिँ कस्तो हुन्छ भने साथीहरू, अर्ग्यानिक खानेकुरा खान पाए, यसरी दाउरामा जस खानेकुरा पकाएर खानु पाए चाहिँ एकदम मलाई चाहिँ गुड फिल हुन्छ साथीहरू। तपाईँहरूले कस्तो हुन्छ? अनि त्यस पछाडि पहिला चाहिँ हामी स्कुल पढ्दाखेरि चाहिँ अब स्कुल पढ्दाखेरि चाहिँ कस्तो लाग्थ्यो भने खानेकुरा चाहिँ जस्तो सुकै होस् त्यति धेरै अब रुचि नराख्ने, अब मन परेको खानेकुराहरू खानु मन लाग्यो भने खाइहाल्ने, मन नपरेको चाहिँ छुँदै नछुने। अनि त्यस पछाडि क्रिमहरू राम्रो राम्रो लाउनु पाए, बरु महँगो एकदम राम्रै हुनु पाए भन्ने लाग्थ्यो होइन। अब आजकल चाहिँ त्यस्तो हुँदैन क्या, बरु राम्रो खानेकुरा खान पाए, स्वास्थ्यलाई फाइदाजनक खानेकुराहरू, सन्तुलित भोजन खानु पाए, यसरी दाउरामा पकाएर खानु पाए एकदमै अच्छा लाग्ने क्या। अब मलाई चाहिँ त्यस्तो लाग्थ्यो। अब तपाईँहरूलाई कस्तो लाग्थ्यो आफ्नो आफ्नो ओपिनियन हो।